दर्शकबिन नमस्ते, सबैलाई स्वागत छ। म अहिले यतिखेर घमिरको सिलादी भन्ने ठाउँमा छु। यहाँ सुकुम्बासी बस्ती छ हैन। स्थानीय सरकारले यसलाई चासोको साथ हेर्नुपर्ने देखिन्छ। एकदमै जनगुनासो पनि छ, उहाँको स्थानीय बासिन्दाको गुनासो पनि छ। सुनौ उहाँको गुनासो कस्तो छ। म तपाईलाई प्रत्याशित बिजुली बत्ती पानीको सुविधा के छ? स्थानीय सरकारले के गरेछ हजुरलाई? अहिलेको सरकारले हामीलाई पानी खुवाएको छ, बिजुली चाहिँ लगाइदिन्छौँ भन्छन्, यो नर्सरीले चाहिँ डिस्टर्ब गरेर बिजुली मिटर लगाएपछि यिनलाई भगाउन पाइन्न भन्ने छ कि के छ, अब हामीलाई लगाउन दिएको छैन। अनि हजुर अहिले त अँध्यारोमा बस्नुहुन्छ? हजुर, हामी अँध्यारोमा बस्छौँ। 6 बजे पकाएर खाएर सुत्छौँ। अरूको छोरछोरी बिजुली बालेर पढ्छन्, हाम्रा छोरछोरी चाहिँ 6 बजे चाहिँ सुत्छन्। नातिना हामी त यस्तो पुरानो जमानाको जस्तो स्थितिमा। भने तपाईँ टुकी बालेर अनि त्यसरी आफ्नो काम गर्नु भएको छ? हजुर, जस्तो अन्तर्यमा हुनुहुन्छ। हजुर। अब स्थानीय सरकारलाई यो बारेमा के भन्न चाहन्छ तपाईँले, भन्नुहोस् त। स्थानीय सरकारलाई हामीले यो बारेमा हामीलाई बिजुली दिनुहोस्, हामीलाई चाहिँ यो यहाँको चाहिँ बसोबास थाहै गरिदिनुहोस्। हामीलाई धेरै यति तपाईँलाई घाँस बाँस र कपासको चाहिने अनि बिजुली खानेपानी जस्ता कुराहरूलाई चाहिँ हजुर मैले जति दुःख तकलिफ कसैले पाएको छैन। बुढा पुरानाले चाहिँ उल्टाका भएर आगाको भएर बिस्तारा लाउने एउटा सानो मोबाइल, बटनवाला मोबाइल, हजुर त्यही त्यहाँउँदी चार्जमा दिन्छौँ। ल 10 रुपियाँ त्यहाँ चार्ज गरिदिन्छौँ, नाइ पनि गरिदिन्छौँ भन्छन्, त्यही पनि निकालेर फालिदिन्छन्। हजुर यसरी नफालिदिनुहोस् न हजुर, भए त तपाईँको घरको आउँथ्यो त, नभएर त हो गरेर हामी गरिब दुखीको पनि कोही मुख हेर्न पर्छ भनेर एउटा भन्छौँ। त्यहाँबाट जबरजस्तीसित लाएर आउँछौँ, निकालेर फालिदिन्छन्। त्यस्तै गरी निर्वाह गरेका छौँ। हेर्नुहोस्, घरभित्र बिजुली छैन। उतिया नाममा एउटा सोलरको पातो जुटन गरेर उजेलामा बस्न पनि सकिएन। हेर्नुहोस् हजुर, यस्तो आपद विपद छ। अब भनी के भन्नु, नभनी भने अब डढे टाउको कि यो कटेर डढे टाउको आगो लाग्यो है घरको। अनि यो आफै बनाउनु भयो कि कसैले बनाइदियो? अब बनाउनु त घर नुका यतै नुकाले बन्दे, हजुर उहाँ पानी कहाँ दिनु। ए यो एरिया भनेको सुकुम्बासी एरिया हो। यो सिलादीमा पर्छ, घमिरको सिलादीमा पर्छ सुकुम्बासी एरिया। स्थानीय सरकारलाई पनि एकदम चासोको साथ हेर्नुपर्ने हो यो चाहिँ है। एकदमै मलाई दुःख लाग्दो देखेँ मैले चाहिँ। यो सिलादी स्थित सुकुम्बासी बस्ती जहाँ छ, यो सुकुम्बासी बस्तीले साह्रै दुःख पाएको अवस्था देखिन्छ। यहाँ चाहिँ अहिलेसम्म बिजुली बत्ती नबालेको पनि धेरै वर्ष भयो। उहाँ बस्न थालेको 28 वर्ष भयो भन्नुहुन्छ। अहिलेसम्म बिजुली बत्ती बाल्नु पाएको छैन। दर्शकबिन सुनौ उहाँको प्रत्यक्ष कुराकानी। उहाँको घरमा म जाँदैछु, सुन्नुहोस् है त।